सोभियत जित्याएको छन्, भोलिबाट तत्त क्याम्पसहरूमा अर्को लफडा सुरु हुन्छ क्याम्पससिप फेर्न। लेखेर राख्नुहोस्। त्यो यदि आफ्नो दलमा आबद्ध, आफ्नो दलमा आस्था नराख्ने पार्टीको क्याम्पससिप छ भने विद्यार्थीको के माग मुद्दा के हो एउटा देखाउने माग मुद्दा लाएर चाबी लाग्छ, क्याम्पससिप फेर्न राजीनामा माग्ने। भोलिबाट हुने खेल हो यो। अर्को सञ्चालक समिति नबनेका अथवा बन्न लागेका कलेजहरू छन् भनेदेखि त्यहाँ सञ्चालक समितिमा सशक्त हस्तक्षेप गरेर आफ्ना दलका मान्छे ल्याउनलाई लाग्ने। अर्को यही बिचमा हुने कुरा छ नि, त्यहाँ सोभियत छात्रवृत्ति कोष, त्यसको चरम दुरुपयोग हुन्छ, कुरा गर्नुहुन्छ। अनि तपाईँ विद्यार्थी सङ्गठनलाई कसरी दलीयकरण गरेर, अनि कस्तो भन्दा त्यहाँबाट महाधिवेशनका लागि, महाधिवेशनमा अहिले चल्याएर छ फेरि त्यहाँ कतापट्टि हो महाधिवेशनवालाको एकजना नेता, त्यही सङ्गठनबाट नेताको गुट रच गरे। त्यो गुटको मान्छेहरू चाहिँ जबरजस्ती सोभियतमा जिताउनु पर्ने भाव भएर रस्साकसी चलेर टाउको फराफर काटा आफै गरे हाल्छन्। यतिसम्म गराउने आफ्नै दल, अरूको त छोडिदिनुहोस् न।